अब चारैतिर युद्ध हुँदैछ। हेर केटा, अब हेर, अब चाइनाले पनि एक खालको तयारी गर्दैछ। हेर, अब अमेरिकाले हेर युक्रेन के अरे इरान, इराक होइन, इजरायल हानेछ, इजरायलले इरान हाने। अब हामी त त्यतिकै चुप लाएर बस्नु हुँदैन नि त। यस सर। हो, हेर, अब हाम्रो लागि हामी नेपाली गोर्खाली नेपालीहरू एक खालको हाम्रो पनि तयारी गर्नुपर्छ। हेर, यस सर। हो कि ल, अनि फेरि त्यही हुनाले कसैले नडराउने। अब के थाहा, देशको स्थिति यही हो। अमेरिकाले हाने छ, चाइना हान्न खोजिरहेको छ अरे। अब चाहिँ यो एमसिसी के अरे एमसिसी पास गरेर चाहिँ यहाँ सैनिकहरू यहाँ बस्यो भने त हाम्रो देशमा हामीलाई हान्दैन। हाम्रो त यो त रणभूमि बनाउँछ त। यस सर। हो कि होइन? हो। त्यस कारणले हाम्रो एकदम तयारी भएर बस्नुपर्छ। यो के हो, रिभल्भरमा गोली छ नि? कति राउन्डको हो यो? सर यो 6 राउन्ड हो। ल ठिक छ नि। ल हामी चाहिँ अब हामी तयारी छौँ। यस सर। ल तयारी हो नि? यस सर। ल हाम्रो चाहिँ एक खालको मिसाइल मैले हामीले तयार गरेर राखेको छ। त्यो नयाँ मिसाइल छ। अब जस्तै यो मिसाइल अब आपत परे आएमा यो सर्फेस टु एयर मिसाइल, यो सर्फेस टु एयर मिसाइल। यसले चाहिँ यस्तो हान्छ 3 किलोमिटर लथलिङ्ग पार्छ। ऊ त डाँडो त्यो छेडेर फ्ल्यात्तै निकालिदिन्छ। अनि हेर, यो भनेको सर्फेस मिसाइल, यो एकदम तयार छ। अब छट्ट सधैँ यसलाई सट्ट सधैँ यो बटम स्याट ल्याएर या 3 दिएपछि यो त यस्तो घुम्दिन्छ, यस्तो नि घुम्छ। त्यो अर्को मिसाइल जहाँ आउँछ नि, त्यो त पछि लाएर उता गयो उतै जान्छ, यता जान्छ, यतै जान्छ। यो मिसाइल खतरा। अब यो ब्लास्टिक मिसाइल, यो सरी, यस सर। यो ब्लास्टिक मिसाइलले त यस्तो हानिन्छ, यो त टुक्रा हुन्छ। यो 1 2 गिड 3 गिड 4 गिड यसले हानेपछि यो कुरो जान्छ पछि छोडेर ल्याङफ्याङ बनाउँछ। यो हाम्रो तयारी। हेर, अनि हेर, अब यो छ नि, यो आलु बम, यो चाहिँ आलु बम हो। यसले च्याट्टैसँगले हानेपछि मिस खाँदैन। ल यो अनि हेर टक्कसँगले। अब यो हाम्रो यो चाहिँ एयर टु एयर मिसाइल। यो एयर टु एयर मिसाइल भनेको चाहिँ यो चाहिँ एयर टु एयर मिसाइल भनेको चाहिँ यो चाहिँ पुरै यो माथि हवाईमा घुमी यो एउटा जान्छ, माथि पुग्छ, 2टा हुन्छ, 2टाबाट 4वटा हुन्छ, 4वटाबाट 8वटा हुन्छ, 8वटाबाट 16वटा हुन्छ, 16वटाबाट 32वटा हुन्छ, 32बाट कति हुन्छ यति पनि थाहा छैन। यो 32बाट हुँदै यो त्यो नेटवर्क हुन्छ नि, नेटवर्क हो 64 हुँदै 64 दुना पनि यस्तो भएर चारैतिर हुन्छ यो एयर मिसाइल भने। अनि यसलाई चाहिँ हान्ने तरिका भनेको, अब यसलाई ठ्याक्कसँगले यहाँनिर उगार्ने, यो उगार्ने, ठ्याक्क यसरी ठ्याक्क गरेर रिमोट ठ्याक्क थिच्ने बित्तिकै यो ब्लास्ट भएर जान्छ। यस सर। त्यही हुनाले हामी युद्धको लागि हामी आत्मनिर्भर हुनु पर्यो। हामी चाहिँ किन परनिर्भर हुने? अरूसँग किन? हामीसँग मिसाइल छैन, के छैन भनेर भन्ने। हामी नेपाली बहादुरी नेपाली हो। हिजोको दिन पृथ्वीनारायण शाहको पालादेखि नै चाहिँ यहाँ यत्रो गढी दरबारदेखि लिएर अङ्ग्रेजहरूलाई हराएको एउटा हाम्रो चाहिँ राष्ट्र अहिले आएर चाहिँ हामीसँग पनि छन्, युरेनियमहरू छन्। हाम्रो देशमा के छैन हामीले उपलब्ध गर्नु पर्यो, हामी आफैले खोज गर्नु पर्यो। हो, त्यसै कारणले हामीले यो मिसाइल छ। यो मिसाइल भनेको एकदम खतरनाक मिसाइल हो। अनि हेर, यी मिसाइल पनि हामी एकदम हान्न तयारीमा छौँ। अब हामी पनि कुनै देशहरूसँग गर्ने छैनौँ, कुनै देशहरूसँग गर्ने छैन।